हेलो गाइज, ल आउनुहोस् है आजको मेरो तरकारी के को तरकारी पकाएँ हेर्नुहोस् ल। मैले चाहिँ सबै आज धेरै कुराहरू राखेर पकाउन आँटेको छु। आलु, प्याज, भिन्डी, भटमास, च्याउ सबै एकै ठाउँ मिक्स गरेर पकाउनु पर्यो भनेर। कस्तो हुने रहेछ मैले अहिलेसम्म खाएको छैन, यसरी खाँदा कस्तो हुने रहेछ भनेर आज चाहिँ मैले फर्स्ट ट्राई गरेको। खासै मैले खाना मिठो पकाउन जानेको छैन, तर यहाँ जापान आएपछि चाहिँ अब खान मन लागेका कुराहरू अरू कसले बनाइदिन्छ र आफै बनाउनु पर्यो एक्लै भएपछि हैन। अनि आफैले नै ट्राई गर्छु। अब यत्रो धेरै तरकारी त म एक्लैलाई एकै दिनमा त खान सक्दिनँ, त्यही भएर बट्टाहरूमा राखे काममा लैजाँदा पनि सजिलो भयो, पकाउन पनि दिनदिनै परेन। एक दिन पकाएर 3-4 दिन खान्छु क्या मैले चाहिँ। अनि यसो अब आफूले पकाएको खान लाग्यो, मिठो भएछ, मलाई चाहिँ एकदमै मिठो लाग्यो। यसरी सबै एकै ठाउँ हालेर पकाउँदा नि मिठै हुँदो रहेछ साथीहरू। हजुरहरू नि ढिलो भएको छ नि यस्तै पकाउनु।